नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ। नेपालमा यति बेला व्यवस्थाका बारेमा बहस पैरवीहरू भइराखेको छ। नेपालमा पछिल्लो जनआन्दोलनका बीचमा जनआन्दोलनका बलमा गणतन्त्र स्थापना भयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित रहेर संविधान जारी भयो। अर्थात् अहिलेको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरेको छ, आत्मसात गरेको छ। नागरिकले प्रश्न गर्न थाले, गणतन्त्रमा परिवर्तन के भयो भनेर। अर्थात् हामीले फालेको सामन्तवादी राजनीति सत्ता हटेर गणतन्त्र स्थापना हुँदा नागरिकको जीवनस्तरमा के परिवर्तन आयो भनेर प्रश्न गर्न थालेका छन्। यो कति जायज छ, कति नाजायज छ, आफ्नो ठाउँमा होला। र यो सँगसँगै भ्रष्टाचार कुशासनका विरुद्धमा विभिन्न खालका अभियानहरू नेपालमा चल्ने गर्दछन्। कहिले वित्तीय क्षेत्रमा अराजकता भयो भनेर पनि आन्दोलन हुन्छ र कहिले भ्रष्टाचारका फाइलहरू काण्डहरू लुकाउन थालियो भनेर पनि आन्दोलन हुन्छ र पछिल्लो समय फेरि लुटतन्त्र विरुद्धको एउटा आन्दोलन अथवा अभियान नागरिक प्रदर्शनका रूपमा अभियन्ताहरू लागिराख्नु भएको छ र काठमाडौँमा बृहत प्रदर्शनीको तयारी पनि उहाँले गरिराख्नु भएको हामीले सुनेका छौँ। त्यो अभियानका एकजना अभियन्ता जो विभिन्न अभियानमा जोडिनु भयो, उहाँसँग हामी कुराकानी गर्दैछौँ आजको कार्यक्रममा। खास गरी यस्ता अभियन्ता अथवा अभियानले खास सार्थकता पाउँछ कि पाउँदैन, यो गर्न आवश्यक छ कि छैन र यो गर्दा के हुन्छ भन्ने बारेमा कुरा गर्दैछौँ आजको कार्यक्रममा। खेम तिमल सिन्हा हुनुहुन्छ हामीसँग। आजको कार्यक्रममा उहाँसँग गरेको कुराकानी तपाईँलाई प्रस्तुत गर्दैछौँ। यहाँलाई स्वागत छ। हजुर, धन्यवाद, नमस्ते। पहिलो कुरा, तपाईँहरू खालि अभियान लिएर हिँड्नुहुन्छ क्या? विभिन्न खालको अब तपाईँको बारेमै कुरा गर्दाखेरि लौरोबाट सुरु गर्नुपर्छ जस्तो लाग्छ मलाई। लौरो अभियान अगाडि पनि होइन, अटेरी अभियान पनि तपाईँले चलाउनु भयो। हजुर हजुर। अनि वास्तवमा यो अभियान चलाएर यो पुगिन्छ कहाँ? खासमा चाहिँ यो के हो भन्नुहुन्छ भनेदेखि हामीले अभियान चलाउँदै गर्दा पहिलो कुरा के बुझ्नु पर्यो भने हामी राजनीतिक दलसँग आबद्ध व्यक्तिहरू होइनौँ र हामी स्वतन्त्र रूपमा जनताको आवाजलाई लिएर हिँड्ने एउटा जस्ता हो। यो चाहिँ युवाहरूको जस्ता र यसले चाहिँ देशमा रहेको जुन चाहिँ लुटतन्त्रको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा र जुन चाहिँ न्यायिक निरूपणका लागि पनि भइरहेका हरेक कुराहरूमा पनि के छ भन्दाखेरि अहिले सरकारले दमन गर्दै लैजाने र हरेक कुरामा चाहिँ सरकारले चाहिँ नागरिकलाई नागरिकको तरहले नहेरिकन दासत्व तरिकाले हेरेको अवस्थामा त्यसलाई चाहिँ उजागर गर्नको लागि र जनताहरूलाई चाहिँ त्यो विषयमा सुसूचित गरेर हामीले चाहिँ सडकबाट नै तपाईँको आन्दोलन गरेर अथवा तपाईँको त्यो किसिमले जनताहरूलाई चाहिँ बुझाएर हामीले अगाडि बढिरहेको कुरा हो। र तपाईँको जुन तरिकाले हामी अभियानहरू एउटा 1 by 1 गरेर हामीले अघि नै हजुरले पनि जोडिसक्नुभयो। हामी सुरुमा अटेरी अभियान चलायौँ। अटेरी अभियान चलाउँदै गर्दाखेरि हामीले अटेर गरेका थियौँ यो राज्य सत्तामा भएका यी दलहरूबाट चाहिँ पार लाग्दैन र तपाईँको जुन चाहिँ स्थानीय तह छ त्यो स्थानीय तह चाहिँ दल रहित हुनुपर्छ। निर्दलीय व्यवस्थाले गर्दाखेरि चाहिँ हामीले चाहिँ स्थानीय तहलाई अझै विकास गर्न सक्छौँ। त्यहाँका नागरिकले चाहिँ सुशासन पाउन सक्छन्। सरकारले भने जस्तै गाउँ गाउँमा सिंहदरबार भनेका कुराहरूलाई चाहिँ जब दलविहीन व्यक्ति आउँछ र त्यो व्यक्तिले चाहिँ दिएका जति पनि उसले सेवा सुविधाहरू जनताले प्रदान गर्छ, उसले चाहिँ आफ्नो दलभन्दा माथि उठेर काम गर्न पाउँछ भन्ने हिसाबले हामीले सरकारसँग अटेर गरेर हामीले त्यति बेला अटेरी अभियान चलायौँ। त्यस पछाडि हामीले लगत्तै स्थानीय चुनाव लगत्तै हामीले के गर्यौँ भनेदेखि लौरो अभियानलाई हामीले त्यसलाई संस्थागत गऱ्यौँ र संस्थागत गरिसके पछाडि त्यति बेला पनि हाम्रा विभिन्न नेपालभरिबाटै हाम्रो चाहिँ जस्तो अटेरी अभियानमा हुँदै गर्दाखेरि हाम्रो धेरैजना व्यक्तिहरूले स्वतन्त्र रूपमा चाहिँ उम्मेदवारी दिनुभयो र तकरिबन तपाईँको अब हाम्रो नाममा त बालनजी, हर्कजी, गोपीजीको नाम आउँछ, तथापि तपाईँको उहाँहरू बाहेक पनि हाराहारी 300 समथिङ 350 भन्दा कम 300 भन्दा माथिजना व्यक्तिहरूले स्वतन्त्र रूपमा त्यति बेलाको चुनावमा पनि तपाईँको उहाँहरूले सफलता हासिल गर्नुभएको छ। र त्यस पछाडि हामी चाहिँ यो सङ्घीय चुनावको बेलामा पनि हामीले चाहिँ लौरो अभियान भनेरै चलायौँ र देशभरिबाट स्वतन्त्र रूपमा उठ्न चाहने युवाहरूको लागि भनेर हामीले चाहिँ एउटा प्लेटफर्म खडा गऱ्यौँ र लौरो अभियानबाटै हामीले पूर्ण रूपमा उहाँहरूलाई जोड्ने प्रयास गऱ्यौँ। र अहिले पनि हामीसित धेरै यही गण्डकी प्रदेशमा मात्र हेर्दा नि हाराहारी 3%
को चाहिँ तपाईँको त्यहाँ केही कुरा टेक्निकल उसले गर्दाखेरि हाम्रो एकजना अब जे होस् एउटा सांसद हामीले पाउने थियौँ। हामी त्यति बेला चाहिँ हामीले अब केही नेग्लिजेन्स हाम्रो पनि भयो, नत्र भनेदेखि चाहिँ हामीले यहाँ पनि यो गण्डकी प्रदेशले पनि एउटा प्रदेश सांसद चाहिँ पाउने अवस्था थियो। र बागमती प्रदेशमा चाहिँ अहिले पनि 2 जना लौरो चुनाव चिन्ह लिएरै उठ्नुभएका सांसदहरू अहिले पनि हुनुहुन्छ। त्यो पनि हाम्रो चाहिँ सफलताकै रूपमा हामीले लिन्छौँ। र अहिलेसम्म आइपुग्दै गर्दा हामीले विभिन्न अभियानहरू चलाइरहेका छौँ। हामी लौरो अभियान म आफैले पनि लौरो अभियानलाई सुरुवात गर्दै गर्दा यहाँसम्म आइपुग्दै गर्दा हामी विभिन्न चरणमा विभिन्न युवा जस्ताहरूसित मिलेर काम गरिरहेको अवस्था छ। र अहिलेको अवस्थामा पनि हामीले नागरिक विद्रोह भन्ने एउटा छुट्टै एउटा यो अभियान भनेको फेरि यो लौरो अभियानसँग मात्रै सम्बन्धित नभएर विभिन्न अभियान नेपालमा चलाइरहेका लगभग 30 भन्दा बढी अभियन्ताहरूसँग हाम्रो चाहिँ यो सहकार्य गरेर यो अभियन्ता साथीहरूसित 30 वटा भन्दा बढी अभियानका साथीहरूसित मिलेर चाहिँ अहिले हामीले चाहिँ यो नागरिक विद्रोह भन्ने चाहिँ अहिले चलाइरहेका छौँ। हजुर हजुर तपाईँले अहिले जुन फियरिस्ट भन्नुभयो नि, हजुर हजुर विभिन्न खालका अभियानहरू बेला बेलामा सञ्चालन गर्नु। हजुर हजुर 2टा सांसद 3टा सांसद आए, केही स्थानीय तहमा पनि तपाईँहरूको उम्मेदवार आयो, विजयी भयो होला, एउटा कुरा। हजुर यो अभियान हजुर अभियान हो कि अराजकता हो भन्ने प्रश्न छ क्या। हजुर हजुर यसलाई चाहिँ म यसरी चिर्न चाहन्छु। अब हामीले जनताको आवाज बोल्दै गर्दा हामी अराजक हुन्छौँ भने त हामीलाई त्यसमा चाहिँ कसैको मुखमा गएर हामीले मुखमै टाल्न त हामी सक्दैनौँ। तर जनताको समस्यालाई लिएर जाने मान्छे सम्भवतः त्यो अराजकता हुँदैन। जुन किसिमले राजनीतिक दलका व्यक्तिहरूले, पार्टीका भातृ सङ्गठनका व्यक्तिहरूले, पार्टीकै शीर्ष नेतादेखि प्रधानमन्त्रीसम्मले उहाँहरूका अभिव्यक्तिहरूमा हरेक ठाउँमा अराजकता देखिन्छ। तर हामीले त त्यो तरिकाको अराजकता अहिलेसम्म गरेका छैनौँ नि त। हामीले त कसैलाई गएर कुटेका छैनौँ, पिटेका छैनौँ, कसैलाई धम्की दिएका छैनौँ। हामीले यति मात्र भनेछौँ कि देशमा सुशासन कायम हुनुपर्छ होइन। अहिले त प्रधानमन्त्रीजी अहिले फिलहाल भइराख्नु भएकै प्रधानमन्त्रीज्यूले पनि सुशासनका कुराहरू लिएर आउँदै गर्दा उहाँकै पार्टीका उहाँले नै लगायतका व्यक्तिहरूले चाहिँ उहाँ लगायत सँगसँगै जोडिएका व्यक्तिहरूले नै अराजक गतिविधिहरूमा प्रोत्साहन गरेको हामीले देख्छौँ। बरु हामीले त कहिले पनि त्यो किसिमले चाहिँ जनताको राज्यलाई सहयोग नगर्ने, दललाई सहयोग नगर्ने, व्यवस्थालाई सहयोग नगर्ने पनि हुन्छ त। यस्तो छ, हामीले चाहेको भनेको नेपालमा बसिसकेपछि हामीले यो बात त्यो बात भन्दा पनि हामीले चाहेको नेपालवाद हो। नेपाल रह्यो भने हामी नेपाली हुन पाउँछौँ। र त्यस कारणले गर्दाखेरि नेपाली हुनको लागि त नेपालवाद चाहियो नि त। नेपालको पोखरा अहिले हामी पोखरामा बसेर गफ गर्दैछौँ। पोखरालाई पोखरा बनाउनु पर्यो क्या। पोखरालाई चाहिँ XYZ अरू केही बनाएर हुँदैन। पोखरालाई पोखरा बनाउनको लागि यसको धार्मिक कुरा के छ, यसको सांस्कृतिक कुरा के छन्, यसको चाहिँ पर्यटकीय कुराहरू के छन्, यसमा चाहिँ अध्ययन गरेर जानु पर्यो। हामीले चाहिँ यो पोखराको विकास गर्छु भनेर अगाडि बढ्दै गर्दाखेरि अब हाम्रो मेयर साहब यहीँ हुनुहुन्छ, उहाँले गरेका धारणाहरूलाई हेरौँ न त होइन। हिजो त उहाँहरूले ल्याएका ती अब जुन चाहिँ चुनावभन्दा अगाडि ल्याएका घोषणापत्रलाई एकचोटि पत्र पल्टाएर हेर्दै गर्दा त अहिले उहाँ आफै हाँस्ने अवस्था छ नि त। विकास त एकचोटि कसरी हुन्छ र? विकास त आफ्नो गतिमा हुने हो नि। हामीले चाहेको कुरा मैले तपाईँलाई के भन्न चाहन्छु भने हामीले चाहेको कुरा के भन्दाखेरि रातारात कसैले जाडुको के अरे जादुको छडी लिएर हिँडेको हुँदैन। तर के हो त भन्दा जनताले अनुभूति गर्न पाउनु पर्यो के। विकासलाई अनुभूति जबसम्म जनताले गर्न पाउँदैनन्, विकास भनेर फेरि हामीले चाहिँ के बुझ्छौँ, हाम्रो सामान्य बुझाइमा बाटो राम्रो बन्यो, बाटो पिच गरिदिइसकेपछि त्यो विकास भयो होइन। हामीले हेर्नु पर्यो कि पोखराको पर्यटकीय स्थल यही सराङकोटमा पानीको कति हाहाकार छ। नजिकबाट हेरौँ न। पोखराबाट थोरै थोरै एउटा उमा हामीले धेरै टाढा नि नजाउँ। 23 नम्बर वडा हाम्रो सबैभन्दा ठुलो वडाको रूपमा मानिन्छ कास्की जिल्लाकै, के अरे यो पोखरा महानगरपालिकाको। त्यो वडाले चाहिने बेसिक निड्स पाएको छ कि छैन होइन। त्यहाँका जनताले पाउने कुराहरू, बाटो बन्नु ठुलो कुरा होइन, बाटो बनिसके पछाडि त्यहाँको शिक्षा छ कि छैन, स्वास्थ्यको लागि जनताले त्यो अवसरबाट वञ्चित छन् कि छैनन् होइन। त्यो कुरामा पनि त मान्छेको कम्तीमा न्यूनतम बेसिक निड्सलाई पुरा गर्न सक्ने तरिकाले सरकारले चाहिँ काम अगाडि बढाउनुपर्छ। हामीले चाहिँ त्यो तपाईँको जादुको छडी छ, आज ल यतापट्टि छडी चलाइदियो, यता बाटोघाटो भन्यो, उता भन्ने हामी त्यो चाहँदैनौँ। हामी पनि त्यति चाहिँ बुझ्छौँ कि एकै रातमा सबै काया पलट हुँदैन, त्यसलाई समय चाहिन्छ। तपाईँको स्थानीय तहको निर्वाचन भएर आएको नि कति भइसक्यो।
तपाईँ आफैलाई माधवजी म तपाईँलाई आफैले प्रश्न गर्नुपर्छ। तपाईँ त एउटा सञ्चारकर्मी, एउटा लामो इतिहास बोकेर आउनुभएको मान्छे हुनुहुन्छ यो सञ्चार क्षेत्रमा। हामीले यहाँसम्म आइपुग्दै गर्दाखेरि तपाईँले अब अहिलेकै उसलाई हेर्दै गर्दा अहिलेको स्थानीय तह, प्रदेश संरचना होइन, सङ्घीय संरचनालाई हेर्दै गर्दा हामीले त्यो विकासको अनुभूति गर्न पाएका छौँ त। पोखरालाई त खाल्डा रहित तपाईँको महानगर बनाउने भनेर जुन मेयर साहबले अहिले चाहिँ के अरे त्यो घोषणापत्रमा, उहाँको घोषणापत्र अझै मेरो दिमागमा अझै छ, त्यो कुरा पुरा भयो त। अझै पनि त हामी त तिनै बाटामा, मेरै घर, म वडा नम्बर 4 मा बस्छु, 4 नम्बर वडा कार्यालयमा अस्ति राति तपाईँको बाटोमा खाल्डा भएर, मेन बाटोमै खाल्डा भएर एक्सिडेन्ट भयो। त्यो एक्सिडेन्ट हुँदै गर्दा वडा कार्यालयको आडमा भएको खाल्डामा एक्सिडेन्ट हुँदै गर्दाखेरि त्यो वडा जिम्मेवारी हुन्छ कि हुँदैन होला। यहाँ अब सडक विभागका कुरा होलान् के होलान्, तर पनि महानगरको आँखा अगाडि नै आँखा चाहिँ पट्टी लगाएर हिँडिन्छ भने हामी त थोरै परपट्टिका मान्छेहरूलाई चाहिँ हामीले त्यो तरिकाले हेर्न मिल्दैन। तपाईँले भनेका केही विकासका समस्याहरू नेपालमा छन्। हजुर, जुन हिसाबले हामीले सोचेका छौँ त्यो खालको विकास भएको छैन। मानवीय स्वभाव पनि हो, मानिसले जति विकास भयो त्यसलाई विकास मान्दैन। हजुर, खैर हाम्रोमा विकास कम छ। तर तपाईँहरूले विभिन्न खालका अभियान चलाउँदै गर्दाखेरि बिचमा के पनि भन्नुभयो भने बैंक तथा वित्तीय संस्थाहरूले पनि ज्यादती गरे, अर्थात् ऋण तिर्नुपर्छ भने ऋण लिएपछि तिर्नु पर्दैन। यो त एकदमै समय सान्दर्भिक प्रश्न गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। म आफै पनि एउटा संस्थाको म आफै चाहिँ अहिले चलाइराखेको पनि छु र म कहिले पनि यो भन्दिनँ कि ऋण लिने व्यक्तिले तिर्नु हुँदैन भनेर म त्यो भन्दिनँ। ऋण लिइसकेपछि तिर्नुपर्छ। त्यो किन भन्दाखेरि जुन दुःख एउटा संस्थाले फुकाइदिएको हुन्छ त्यो संस्थाको ऋणै नतिरेर आफू स्केप हुने कसैलाई पनि त्यो छुट छैन। किन भन्दाखेरि यो तपाईँको कसैको चाहिँ कुनै एउटा व्यक्तिले ल्याएर एउटा उसको जीवनभरिको कमाइ ल्याएर कुनै संस्थामा राख्छ, उसले विश्वास गरेर त्यो संस्थाबाट कोही व्यक्तिलाई फेरि त्यहाँबाट लगानी हुन्छ, लगानी भइसकेको पैसा चाहिँ उसले रिटर्न गर्नुपर्छ। किन भन्दाखेरि त्यो पैसा उसले नदिँदै गर्दा अर्को परिवारलाई चाहिँ यता असर परिरहेको हुन्छ। तर हामीले के भनेको हो भनेदेखि नेपालको सबैभन्दा पहिलो वित्तीय आन्दोलनको घोषणा गरेर वित्तीय आन्दोलन सुरु गर्ने र मेरै संयोजकत्वमा त्यो कार्यक्रम भएको थियो पोखराको मानव अधिकार चोकमा। यो हजुरलाई नै सर्वविदित भएकै कुरा हो। र त्यो बेलामा हाम्रो चाहना के हो भनेदेखि यसलाई चाहिँ थोरै अपभ्रंशित पनि बनाइयो बिचमा चाहिँ। किन भन्दाखेरि कहिले कुनै व्यक्तिले आफ्नो रायहरू जाँदै गर्दा ती कुराहरू धेरै भए। हाम्रो चाहना भनेको जुनसुकै व्यक्तिले पनि ऋण लिइसके पछाडि त्यो ऋणी चाहिँ उसले चाहिँ छुट पाउँदैन। मेरोमा मैले भन्दैछु है। र जुन किसिमले त्यति बेला हामीले हेर्दै गर्दा 19%, 20%, 21%सम्मका चाहिँ तपाईँका जुन ब्याज दर थियो नि त्यो घट्नुपर्छ, 1 डिजिटमा आउनुपर्छ, सिङ्गल डिजिटमा आउनु पर्यो। जनतालाई सुन्नुहोस्, म तपाईँ होइन त्यो यो यस्तो छ, यो 20 लाख भन्दा यो म भन्दिनँ। किन हाम्रो अभियानले, लौरो अभियानले यो कुरालाई स्वीकार गर्दैन। किन भन्दाखेरि यसलाई चाहिँ हामीले बारम्बार यो कुरालाई हाम्रो जुन चाहिँ अब दुर्गा प्रसादज्यूले चाहिँ भन्दै गर्दाखेरि तपाईँले त्यो कुराले ल्याएर जोड्नुभयो। किन भन्दाखेरि लौरो अभियानले उतापट्टि नै सहयोग गरेको भएको कारणले हो, साथ दिएको कारणले गर्दा पछि गएर हामीले चाहिँ दुर्गाजीलाई पनि यो कुरालाई हामीले चाहिँ यदि तपाईँले यही नै कुराहरूलाई लिएर जानुहुन्छ भने हामी साथ दिन नसक्छौँ है। किन भन्दा ऋण लिइसके पछाडि यो कसैको यहाँ कसैको चाहिँ बुवा आमाको सम्पत्ति होइन, यो सार्वजनिक सम्पत्ति हो। संस्था भनेको नि सार्वजनिक सम्पत्ति हो नि। त्यो भएको भएर सार्वजनिक सम्पत्तिमा कसैले चाहिँ आँखा लाउन पाइँदैन। हाम्रो प्रष्ट धारणा छ। अहिले तपाईँले यति कुरा विचार गर्नु होला, दुर्गाजीकै कार्यक्रममा पनि हाम्रा जो हिजोको दिनमा हामी देखेर काम गर्ने साथीहरू छौँ, केही कुराहरूमा चाहिँ हाम्रो अझै पनि असहमति भएको कारणले गर्दाखेरि हामी त्यसमा चाहिँ आन्दोलनबाट चाहिँ स्किप भइसक्नु भयो। उहाँ त अहिले त राजा ल्याउनुपर्छ भन्नेमा हुनुहुन्छ। अब यो समय सन्दर्भ रूपमा मान्छेहरूले आफ्नो तरिकाबाट चाहिँ अभियानहरू अब तपाईँहरूको मैले खास गरी जोड्न खोजेको चाहिँ तपाईँहरूले पछिल्लो समय के भन्नुभयो भन्दा लुटतन्त्रको विरुद्धमा नागरिक आन्दोलन भन्नुभएको छ। हजुर, यो भने चाहिँ यो जुन किसिमले व्यतिथि विसङ्गति छ नि अहिलेको हाम्रो यो देशमा, अब तपाईँको मैले अहिले तत्कालकै उमा हेर्दै गर्दा राजा ज्ञानेन्द्रको फागुन 7 गते पछाडिको जुन उहाँले एउटा सम्बोधन गर्नुभयो, सम्बोधन पश्चात तपाईँको अहिलेसम्म आउँदै गर्दाखेरि हाम्रा नेपालका पार्टीहरू जुन शीर्ष 3 दल भन्छौँ हामीले,
नेपाली काङ्ग्रेस होइन, अनि त्यस पछाडि कम्युनिस्ट पार्टी, दुईवटा कम्युनिस्ट पार्टीहरू अहिलेसम्म देश विकासको लागि भनेर उनीहरूले बैठक बसेको हामीले थाहा पाइएन। अहिले उहाँहरूलाई आफ्नो राज्य सत्ता बचाउनु छ र यहाँ आफूले गरेका कुकर्मलाई चाहिँ पचाउनु छ। ती कारणले गर्दाखेरि उहाँहरूको चाहिँ अहिले दिन रात एकजुट भएर बैठक बसेर काम गरिरहेको कुलमानलाई समेत चाहिँ दोषी देखाएर अहिले निकालिएको अवस्था हामीले हालसालै त्यो भेटेका छौँ, देखेका छौँ। त्यो सर्वविदितै भएको कुरा हो। र यसमा चाहिँ के छ भन्नुहुन्छ भने यो लुटतन्त्र होइन भने के हो? हामीलाई आवश्यकतै नभएका तपाईँको हामीले सधैँभरि के भनिरहेको छौँ भने हामी नेपाल एउटा सानो राष्ट्र छ, हाम्रो एउटा स्वाभिमान छुट्टै छ, तर राष्ट्र हाम्रो सानो छ। सानो राष्ट्र भएको कारणले गर्दा यसमा हामीलाई प्रदेश चाहिँदैन। हाम्रो मागै त्यही छ नि, हामी प्रदेश चाहँदैनौँ। किन भन्दाखेरि यो झन्झटिलो संरचना खारेज हुनुपर्छ। हाम्रो सधैँभरि एउटै कुरा छ, प्रदेश संरचना किन खारेज हुनुपर्छ भनेदेखि यसले गर्दै गर्दा यसको जुन चाहिँ एउटा तह हुन्छ नि त, यो त मिडिएटर हो नि त वास्तवमा, केन्द्रीय सरकारको र यो तपाईँको स्थानीय तहको चाहिँ तपाईँको मिडिएटर हो। यसले यो भूमिका निर्वाह गर्न सक्यो कि सकेन? हामीले चाहिँ जनताको यो चाहिँ यदि साँच्चीकै नेताहरूले चाहिँ यो कुरालाई बुझ्ने हो, जनताको कुरालाई टेर्ने हो भने त एकचोटि यसमा पनि जनमत गर्न सकिन्छ नि त, होइन? जनमत गरेर तपाईँहरूलाई यो प्रदेश चाहिन्छ कि चाहिन्न भन्दाखेरि कति प्रतिशत चाहिँ तपाईँको जनमत हुन्छ त? त्यसलाई आधार मानेर चाहिँ अझै तपाईँको हिजो पाँचवटा चाहिँ बनाम भन्ने एकचोटि मलाई याद छ, हाम्रो के अरे पूर्व प्रधानमन्त्री झलनाथ खनालले 5 प्रदेश बनाम भन्नुभएको थियो। कमसेकम उहाँको दिमागमा 5 प्रदेश बनाम भन्ने आएछ, नत्र भने त अझै 14 प्रदेशै बनायो नि केही हुन्न भन्ने पनि नेताहरू हामीले भेट्छौँ। तर के हो त भन्दाखेरि यो हामीले थेक्छ कि थेक्दैन? आज कर्मचारीले तलब दिन नसक्ने अवस्था छ। आज तपाईँको कुनै अब वैदेशिक ऋण बढेर अब 1 लाख रुपियाँ प्रति व्यक्ति नेपालीको चाहिँ हाम्रो टाउकोमा चाहिँ आज 1 लाख रुपियाँ चाहिँ यो भार बढाइदिएको त हामीले होइन नि त। यहाँ चाहिँ उहाँहरूको कार्यकर्तालाई पोस्नको लागि, उहाँहरूका आफन्तलाई पोस्नको लागि, उहाँहरूका केही विकासका काम भयो होला, 20%, 30%, 40% काम भएन, तर 60% त पूर्ण रूपमा भ्रष्टाचार, व्यतिथि, विसङ्गतिमा खर्च भएको छ नि यहाँ त। त्यो भएर यी सबै कुराको लागि चाहिँ एउटा विरोध गरौँ, एउटा युवाहरूको उसले गरौँ भनेर हामीले चाहिँ भोलि तपाईँको बिहान 8 बजे माइतीघर मण्डलामा एउटा मार्चपास्ट कार्यक्रम छ। यसमा चाहिँ स्वतन्त्र रूपमा चाहिँ जुनसुकै दलका, जुनसुकै पार्टीहरू जो चाहिँ यो व्यतिथि विसङ्गतिको विरुद्धमा उहाँहरू चाहिँ आवाज उठाउन चाहनुहुन्छ, उहाँहरूलाई चाहिँ म यही कार्यक्रमबाट पनि के गर्न चाहन्छु भने आह्वान गर्न चाहन्छु, भोलि बिहान 8 बजे माइतीघर मण्डलामा उपस्थित हुनुहोस्। त्यहाँ चाहिँ तपाईँहरू मार्च पास गर्नुहुन्छ। अरू के कार्यक्रम? अरू हाम्रो भोलि त्यति नै बिहानको कार्यक्रम त्यो छ र बेलुका हामी चाहिँ एउटा पत्रकार सम्मेलन गरेर अन्य कुराको चाहिँ जानकारी गराउँ। अब तपाईँहरूको ठ्याक्कै अब तपाईँ लुटतन्त्रको विरुद्धमा भन्नुभएको छ नि, वास्तवमा ठ्याक्कै यसलाई अझ वस्तुगत रूपमा हेर्नु पर्दाखेरि के का विषयमा? कुलमानलाई हटाएको विषयमा, अब भ्रष्टाचारका केही फाइलहरू काण्डहरूको विषयमा, या यो व्यवस्थाका विरुद्धको विषयमा? हामी के चाहन्छौँ भनेदेखि अब तपाईँले भनेका यी सबै कुराहरू समग्रमा आउँछन् क्या। किन भन्दाखेरि अब कुनै व्यक्तिले राम्रो काम गरिरहेछ भने वी हेभ टु एप्रिसिएट उसलाई चाहिँ। अझै के हो त भन्दाखेरि अहिले कुलमानलाई निकाल्दै गर्दा उसका नराम्रा कुरा पक्ष के हुन्छ नि भनेर केलाएर उसलाई चाहिँ फाइनलाइज गरिसकेपछि निकाल्नुहोस्, त्यसमा हामीलाई केही पनि टाउको दुखाइ छैन। कुनै पनि नेपालीले त्यसमा टाउको दुखाउँदैन। र तपाईँको कुलमानलाई यो आफ्नै व्यक्तिहरूलाई हामीले त देखिरहेछौँ नि, अहिले त अब आइरहेछ। अब तपाईँले हामीले विभिन्न मिडियामा चाहिँ आफ्नै सालोलाई राख्नलाई रहेछ, हामीले सुनेको कुरा है, होइन? नियुक्ति पनि भइसक्यो। त्यो भएको कारणले गर्दा आफ्नै व्यक्तिलाई राख्नु थियो भने त किन त्यो तरिकाले हामीले किन खर्च गरिदिनु पर्यो? नेपाली जनताले सकि नसकी, खाइ नखाइ गरेर ट्याक्स तिर्छन्, त्यो ट्याक्सको किन चाहिँ दुरुपयोग गर्नु पर्यो? तर एउटा राम्रो व्यक्तिले काम गरिरहेको छ भनेदेखि हामीले के बुझ्नु पर्यो भनेदेखि जति पनि यो कर्मचारी हुनुहुन्छ, निजामती कर्मचारी हुनुहुन्छ, उहाँ एकजनालाई निकाल्दै गर्दा त्यो सम्पूर्ण कर्मचारी संयन्त्रमा त्यसले असर गर्छ कि गर्दैन? जति राम्रो गरे पनि आफ्नो मान्छे, नेताको मान्छे नभइकन चाहिँ हामी चाहिँ अगाडि बढ्न सक्दा रहेनछौँ भन्ने कुरा त्यो यदि दिमागमा बस्दै गर्दा आज भ्रष्टाचार त त्यसरी पनि त बढेको छ नि, होइन? आज ब्युरोक्रासीमा जति भ्रष्टाचार कहीँ छैन भनेर त विभिन्न नेताहरूले भनेको कुरा छ नि। अब तपाईँको जुन हजुरले भन्नुभयो भ्रष्टाचारको विरुद्धमा हो कि भन्नुभएको छ, होइन? हामीले त भनिराखेका छौँ नि। तपाईँको रवि लामिछानेलाई चाहिँ जुन किसिमले चाहिँ एउटा उसले चाहिँ यसले सहकारी ठगी गर्यो भनेर उहाँलाई चाहिँ हाराहारी 84 दिन चाहिँ थुनामा राखियो। अझै पनि अहिले पनि मुद्दा चलिरहेछ, विभिन्न जिल्लाहरू घुम्दै हुनुहुन्छ। उहाँलाई मुद्दा लाग्ने,
तर पार्टीकै व्यक्तिहरू यो मान्छे चाहिँ दोषी नै हो भन्दाखेरि चाहिँ अब तपाईँको एमाले काङ्ग्रेसका व्यक्तिहरू चाहिँ किन नपर्ने होइन? न्यायिक क्षेत्रले पनि त त्यसलाई त न्याय दिनु पर्यो नि त, एउटा कुरा त्यो भयो। अर्को भनेको तपाईँको हामीले बारम्बार सुनिरहेको घटना हो नि त। अब तपाईँको भुटानी शरणार्थी काण्ड कहाँ गयो, त्यसको फाइल किन लुकाइयो, 70 करोडकै अझै पनि तपाईँको किन त्यसलाई डिले गरिरहेछ होइन? अनुसन्धानमै किन अहिलेसम्म चाहिँ तपाईँको त्यो फाइललाई किन अगाडि बढाइएको छैन? ऊ सँगसँगै आएका अरू फाइलहरू चाहिँ अगाडि बढेर जाने, तर त्यो फाइल क्लोज पनि भइसक्ने र तर चाहिँ तपाईँको गोकुल बास्कोटाको चाहिँ त्यो फाइल किन अहिलेसम्म नखोल्ने? यी त सामान्य उदाहरण भयो नि त। अब ओम्नीका कुरा छन्, अब यिनै क्यान्टनमेन्टका कुराहरू आइरहेका छन् होइन? तपाईँको के भन्छ यो चिया बगान गिरिबन्धु टी स्टेटको कुराहरू छन्। यी कुराहरूलाई चाहिँ किन यी फाइलहरू किन नखोल्ने? त्यो भएको कारणले गर्दाखेरि तपाईँ यी सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले यसलाई एउटा युवाहरूले चाहिँ एउटा विरोध गरेर यसलाई चाहिँ तपाईँको जो कानुनी कारबाहीको कठघरामा आउनुपर्छ ती व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउनुपर्छ। र अहिलेको जुन यो व्यवस्था जुन छ नि, यो लुटतन्त्र नभएर गणतन्त्रको नाममा यसलाई लुटतन्त्र, एउटा लुटको धन्दा बनाइएको छ। त्यो धन्दा चाहिँ यसलाई बन्द गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो माग हो। हुन्छ, यस समयको लागि यहाँलाई धेरै धन्यवाद। हस्, समय दिनुभयो। पोखरा टेलिभिजनलाई धेरै धेरै धन्यवाद छ। विभिन्न खालका अभियानमा सहभागी हुँदै आउनुभएका एकजना अभियन्ता खेम तिमल सिन्हा, उहाँसँग कुराकानी गऱ्यौँ। माइतीघर मण्डलामा पनि पछिल्लो लुटतन्त्रका विरुद्धमा नागरिक आन्दोलनका नामबाट प्रदर्शन हुँदैछ र पछिल्लो समय कुलमान घिसिङलाई कारबाही गरेपछि अभियन्ताहरू पनि विभिन्न हिसाबले चाहिँ सडकमा आउने काम जारी भइराखेको छ। यो सन्दर्भमा उहाँहरूले पनि कार्यक्रम गरिराख्नु भएको छ। यो बारेमा कुराकानी गऱ्यौँ। समन्यायिक समाजको निर्माणका लागि सबै जिम्मेवार बन्न आवश्यक छ। आजको कार्यक्रमबाट माधव बिदा हुन्छु।